खादा मालाहरूले सम्मान गरेको यो दृश्य हामीले देखाइरहेका छौँ। दुर्गा प्रसाद नेपालभित्र नेपाली खोज्दैछु, नेपालभित्र धर्म खोज्दैछु, नेपालभित्र अब राजा हुनु हुँदैन भने, राजा छैनन् भने, राजा आएनन् भने नि हाम्रो बसाइ हुँदैन नेपालमा। यो कुरा बुझ्नुहोस्। 58 साल जेठ 19 गते त्यस्ता हाम्रा हिन्दूका सम्राट, त्यस्ता प्यारा राजा रानी, राजा वीरेन्द्र, रानी ऐश्वर्या लगायत राज परिवारको हत्या सँगसँगै हिन्दू राज्यको अन्त्य गरियो। राजाको पनि एउटै इच्छा के छ भन्दाखेरि मलाई भारतले ल्याएर हुँदैन, चाइनाले ल्याएर हुँदैन, अमेरिकाले ल्याएर हुँदैन, मलाई नेपाली जनताले ल्याउनु पर्यो। अनि म आउँछु, मेरो आवश्यकता छ भने म आउँछु, मेरो आवश्यकता छैन भने म आउँदिनँ भन्ने कुरा हो राजाको पनि। सरकारले जति जमन गर्छ नि अरू त्यहाँ फेरि थपिँदै जान्छन्। होइन, हिन्दू राष्ट्र चाहिने हो कि होइन, मधेसले नै छुट्याउने हो। पहाडमा माथि हिमालतिर त जम्मै क्रिस्चियनले खाइसकेछ, चर्च बनाएर सकेछन्। यो कुरा बुझ्नु। हिन्दू धर्म चाहियो, राजा चाहियो। हामी बाँच्ने हो भनेदेखि अब मधेसले निर्णय गर्छ, अरूले गर्न सक्दैन। हामीले नेपालले नेपालीको राजा खोजेको, क्या दलको राष्ट्रपति विदेशीको राष्ट्रपति खोजेको होइन। म सहकारी ठगी होइन, म कसैको होटलको पैसा खाएर चाहिँ त्यहाँ 35 लाख रुपियाँ नतिरेको कुरो अर्का गाडी चढेर हिँडे होइन। आफ्नै गाडी चढेर आफ्नै, म बलात्कारी होइन, मैले कसैको ठगेको छैन। मलाई कहाँ लान्छ लैजाओस्, मलाई कहाँ लान्छ लैजाओस्, तर म भाग्नेवाला छैन।